अम्लिसो चाहिँ हामीले गाई के हुन्छ त्यसको कुच्चो हामी बढार्छौँ भने त्यो अम्लिसो हामीले के गर्न सक्छौँ गाईलाई घाँस पनि हुन्छ यो देख्नु भएको छ यसलाई के भन्छ लु भन्नुहोस् त ढिकी के गर्छ यसले ढिकीलाई चामल धान पहिला के थिएन मिल थिएन हैन त्यति बेला चाहिँ केमा कुट्ने गर्थ्यौँ ढिकीमा हामीले धान मकै कोदो जति पनि अहिले मेसिनमा पिस्ने सामानहरू चाहिँ अहिले केमा पिस्ने केमा पिस्ने त्यति बेला चाहिँ ढिकीमा यसलाई के भन्छ यो देख्नु भएको होला डालो के गर्छौँ हामीले डालोमा के गर्ने होला यो डालो चाहिँ भन्नुहोस् फङ्सन अफ डालो इज के गर्छ डालोमा के डालो टोकोमा लाउनु के गर्छौँ होला के त गर्छौँ हामीले यसो हेर्दा के गर्छौँ जस्तो मकै राख्छ धान चामल होइन हामीले अहिले हामीले भाँडा बाल्टीहरूतिर राख्यौँ भने पहिला हामी चाहिँ केमा राख्यौँ बेसी जस्तो चाहिँ केमा राख्यौँ डालोमा तर यसलाई सेर्पे डालो भन्छ है डालो दुई किसिमको हुन्छ यसलाई के भनिन्छ सेर्पे डालो भन्छ यो सेर्पे डालो किन भनेको भन्दा चाहिँ पहिला चाहिँ शेर्पा जो जाति हुन्छ नि उसले चाहिँ बनेर बेच्थे यसलाई सेर्पे डालो भनिन्छ त्यो समझ त्यसरी गर्नु हुन्छ म गर्छु यसलाई के चाहिँ पेचे डालो किन पेचे डालो भनेको भन्दा उहिलेको जमाना के थियो ढिकीमा के कुटिन्थ्यो तोरी कुटिन्थ्यो तोरी कुटेर ठुलो बनाइन्थ्यो बुझ्यौ जस्तो अहिले मकै पिसेर धुलो भयो जस्तो त्यो बनाइन्थ्यो अनि त्यसलाई के गरे पानी अलिअलि हालेर बुल ट्याङ्क अलिअलि कुटिन्थ्यो अनि कराईमा तताएर यसभित्र हालेर के गरिन्थ्यो तेल पेलिन्थ्यो यसभित्र हाल्यो त्यहाँबाट एउटा कोल बनाएको हुन्छ त्यो कोलमा यो राखेर माथिबाट काट्दै थिचिन्छ र तेल निकालिन्थ्यो त्यो उहिलेको जमानाको बुझ्यौ के को पिरा काठको अहिले छ तिमीहरूको घरमा कसको घरमा छ पिरा सबैको घरमा रहेछ है पिरा बसेको छ पिरा काम के यो चाहिँ के हो यसलाई भन्छ पेरुङ हो हैन यो पेरुङको चाहिँ कहाँ युज हुन्थ्यो भन्दा पहिलाका उहिलेका जमानामा जतिखेर बिहा गरिन्थ्यो नि अहिले पनि गरिन्छ त्यतिखेर चाहिँ पहिलो दसैँमा बिहा गरेर पहिलो दसैँमा ज्वाइँ छोरी माइत ससुराला जहाँ चाहिँ आफूलाई मान्ने मान्छेकोमा जस्तो प्रकार अहिले हामीले के लान्छौँ मिठाई लान्छौँ होइन अथवा के छ आफूले त्यो लान्छौँ त्यतिखेर चाहिँ यो भित्र के गर्थ्यो चिनी हालिन्थ्यो बुझ्छ भित्र कागज हालेर चिनी हालेर बाहिरबाट के गरिन्थ्यो यसलाई सिलाइ गरेर लान्थ्यो यसको काम के अरे पेरु यसको काम के हो गीत पनि सुनेको छ भने उहिलेका जमानामा चाहिँ त्यो लानेको फ्यौरी आयो अघि फ्यौरी भन्नुहुँदै थियो ल भन्नुहोस् यसको काम चाहिँ के हो सोच होइन तिमीले हाफ मार्क्स त पायो हाफ मार्क्स पायो हजुर हजुर जब हामी धान रोप्छौँ त्यो टाइममा चाहिँ के गर्छ हामीले दाँते लगाउँछ हलोले पहिला जोतेपछि दाँते लगाइन्छ दाँते लगाइसके बादमा चाहिँ रोप्नुभन्दा अगाडि चाहिँ यसले के गर्नु पर्यो त्यो जति पनि भएको डल्ला माटोहरूलाई चाहिँ के गर्नु पर्यो मिलाएर मजाले यसले फ्याउरीले मिलाएर त्यहाँबाट मात्रै के गर्नुहुन्छ धान रोपिन्छ देख्नु भएको होला बाँसुरी के गरिन्छ बाँसुरी अब के गर्नु बाँसुरी कसले फुक्छ आउँछ बाँसुरी फुक्नु रामलाई आउँछ लु बजाउनुहोस् आएर लु आउनुहोस् आउँछ बाँसुरी आउनुहोस् आउँछ तिमीलाई ल आउनु बजाउनु आउँछ बजाउ औ राम बजाएर देखाइदियो कसरी बज्छ सुनाइदियो साथीहरूलाई बजाउनु जाने पो बज्छ म भयो अघि थाहा पाएन राम्रो बजाउनु यो चाहिँ के हो के को पिरा यहाँ दुईटा पिरा छ यो के को पिरा हो यो के को पिरा लु भन्नुहोस् यो मकैको फसेलाको पिरा भनेपछि यो चाहिँ परालको धानको होइन परालको चाहिँ बनाइएको डोको सबै घरमा छ के गर्नुहुन्छ डोकोमा अरू
मादल भोग चाहिँ गरिदिनुहोस् मादल बाजु कसलाई आउँछ यो के हो आउनु मादल होइन र यो मादल कतिखेर बजाइन्छ भजन गाउँदाखेरि र विशेष गरेर तिहारमा देउसी खेल्दा चाहिँ के गरिन्छ मादल बजाइन्छ के बिमार सिमार हुँदा यसमा फुर्लुङ बनाएर चढाउनु त्यो पनि छ होइन यहाँबाट विशेष गरी अलैँचीहरू टिप्दाखेरि चाहिँ हामीलाई विशेष यो फुर्लुङ पनि चाहिन्छ ल यसको सानोको पनि काम हुन्छ र ठुलोको पनि काम हुन्छ ओके अलैँची भने याद छ तपाईँहरूलाई अलैँची देखेको अलैँचीको बोट देखेको प्लान्ट देखेको अब एक्जाम्पल फर एक्जाम्पल तपाईँले देखेन अलैँची चाहिँ त्यहाँ छ ल देख्नुभयो ओके यो त मलाई याद छैन मलाई पनि याद छैन यो के हो यो कहाँ लाउँछ यो हामी मान्छेले लाउँछ हो लाउँदैन गोरुको जुवा मेन अब गोरु जोत्दा मेन एउटा मेटेरियल्स यही होइन जब यो अब एउटा काँध यहाँ हाल्छ एउटा गोरु यहाँ हाल्छ हो अनि त्यहाँदेखि चाहिँ यहाँ हलो पनि यसरी नै अब यो गोरुको उयसमा लाउँछ भने अनि काँधमा लगाइन्छ भने यो जुवा हजुर यसरी लगाएर चाहिँ यसलाई चाहिँ फेरि हल्लुरो भन्छ हल्लुरो के हल्लु तर यो चाहिँ उयस होइन छाला विशेष भइसक्यो छाला यसको धेरै छ यसलाई जोतारो भन्छ होइन यसलाई सोइला भन्छ यसलाई हल्लुर भन्छ यसलाई हरिस के को हुन्छ भैँसीको छालाको हुन्छ त्यो अनु यो अन्नु हो त्यो फाली यो फाली हलो हल्लो हरिस 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 पर्वा यसलाई भन्छ ठेरी ठेरी त यहाँ पनि लाउँछ त्यो पनि लाउँछौ त्यो पनि लाउँछौ अब यो चाहिँ असारमा चाहिँ के गर्छ पहिला गोरुले फर्स्टमा चाहिँ हलोले जोतेपछि त्यहाँबाट हिलो उयो भएपछि के गर्छ यो दाँदेले फेरि उयो के भन्छ जोतेर डल्ला मजाले उयो यसले हिलाउँछ अनि यसको बादमा यो दाँते लाएर अनि मात्रै खान्छ त्यहाँबाट मात्रै फ्याउरीको यो दाँते लाइन्छ त्यहाँदेखि त्यो फ्याउरी आउँछ त्यहाँदेखि रोपर आएर अनि खेत रोप्नु भएको छ यति मध्येमा रोप्नु भएको छ देख्नु भएको छ राम्रो कुरा छ नि त खेत उनीहरूले पनि देखेको छ यता पनि प्रोग्रामले प्रवेश यो दिस इज जातो जातो देखेको छ तपाईँहरूले कतिले भन्दै थियो पछाडि होला देख्नु भएको थियो यो अर्पण आयुष कसले भन्यो कसले देख्नु भएको दिस इज कल गुप ओके इन ओल्डन डे इट वाज भेरी फेमस ल अहिले पो अब किसिम किसिमको ऱ्यान्डको प्लास्टिकहरू आएर चाहिँ यसको बिस्तारै हराउँदै जान्छ नत्र भने त्यो समयमा यो घुम भन्ने एकदमै फेमस थियो राइट विशेष गरेर रोपार्नेहरूले लाउँछ यो लाउनुहुन्छ हो धान रोप्ने आमाहरूले दिदी बहिनी आमाहरूले यो लाउनुहुन्छ ओके ल रेनी सिजन जब रेन थाल्नु हुन्छ अरू के छ ओक्ली ओक्ली यसको साथी छैन कता ए मुस्लिम यो चिजले के गर्छ होला हजुर धान कुट्छ हो धान कुट्छ कतिजनाले कुट्छ तिनजनाले होइन यस दुईजनाले कुट्छ हो दुईजनाले अथवा सिङ्गल ह्यान्ड कुट्छ अथवा धान कुट्छ गहुँ जौहरू कुट्छ होइन अचार सबै हामीले यो बस्तीमा पिठोहरू भयो त्यो जुन चाहिँ हर्दीहरू होइन यसमा पहिला अहिले त अब फेसिलिटी धेरै छ त्यसले गर्दाखेरि मेसिनमा लाग्छ कति प्रायः चिजहरू होइन पहिला चाहिँ हाम्रो आमाले त्यसरी नै दुःख गर्थ्यो होइन है अब वी आस्क सम है क्वेसन टु यु ल बताउँ स्कुलको नानी आएर जाँतो देखाउनुहोस् त बताउँ एकजना आएर जाँतो देखाइदिनुहोस् त
भेरी गुड ताली दङ्गेथाङ डिकी छानु त एनीबडी याद भयो कि उसलाई उचालेर देखाइदिनुहोस् न साथी उचा उसलाई ढिकी भन्छ भन्छ यो खेला चाहिँ नसमी दिस इज आवर क्लास ल क्लास इज गोइङ अन अब तपाईँले यत्रो दुःख गरेर आउनुभयो तल है हाम्रो नानीहरू त्यसै जानुपर्छ यु नो समथिङ फ्रम है ल त्यही जानु देन फेरि बदङले देखाउनुहोस् ओक्ली देखाउनुहोस् त कहाँ पो थियो अहिले बदङ ओक्ली कहाँ देख्दैछ हाम्रो नानीहरूले डालो देखाउनुहोस् त डालो तिम्रो हात कहाँ थियो डालो डालो अघि दुईटा प्रकारको छ भन्नुभएको थियो है ल कन्फ्युज डालो पेचेर देखा त दुईटा देखा न माथि सुप अर्कन देखाऊ डालो थियो होइन ल राख देखिए अनुश्री डालो डालो दिनु पेरुङको देखाउ त बदम आएर बदम देखाउने पेरुङ्गे घरमा सिकाउने बेला हो दादी भेरी गुड दादी ल हुन्छ त्यतिकै भन्नुहोस् न हेलो भेरी गुड हुन्छ सोध्नुहोस् यसलाई जुवा भेरी गुड यसलाई जातो बिस यसलाई त हामी पनि कन्फ्युज भयो यो के भन्नु खोसेलाको डालो डालो है मकैको ओके डालो फुर्लुङ डोको मकैको खोसेलाको पिरा पिरा यो परालको पिरा बाँसुरी यस फ्याउरी यस मादल यस पेरुङ्गो गुड काठको पिरा यस पाचे डालो सेर्पे डालो डालो ढिकी यस कुच्चो भेरी गुड ल everybody round of applause now dangeta come कसलाई बताउनु यो ढिकी हजुर यो पाचे डालो यो सेर्पे डालो यो काठको पिरा यो मादल यो पेरुङ्गो यो फ्याउरी यो बाँसुरी पिरा हो यो पिरा के को पिरा यो परालको पिरा यो मकैको खोस्लाको पिरा यो फुलको यस्तो नाम नलेख्नु पर्छ डालो डोको डाको एउटा क्वेसन सोध्छु ल तपाईँहरूले पराल भन्ने चिज सुन्नु भएको पराल के हो हजुर कसले खान्छ मान्छेले खान्छ कि कसले खान्छ बस्तीले होइन विशेष गरेर जाडो महिनामा खान्छ पराल होइन ओके भेरी गुड गुड कन्टिन्यू त्यो चाहिँ के हो खोसेलाको डालो खोसेलाको डालो हजुर फटाफट यो उसलाई थाहा छैन पानी जुवा
पानी जोइन जुवाई भन्यो न जुवा अनि हुनु त एउटा कुरा उसले पानी जुवा भन्दा मलाई पनि याद आयो यो खेतमा जोत्ने जुवा है होइन यो त्यति बारी यो दुई प्रकारको हुन्छ पानी जति छोटो हुन्छ र त खेतमा जोत्छ तर बारीको जुवा चाहिँ योभन्दा अलिकति लामो हुन्छ हजुर पाखा जुवा होइन यो दुई किसिमको जुवा हुन्छ ल यो पनि रिमेम्बर हिट ओके यो चाहिँ हामीले विशेष गरेर पानीमा जोत्छ ल यस्तो खेत जरामा अनि बारीमा जोत्ने चाहिँ लामो हुन्छ होइन ओके थ्याङ्क यू कन्टिन्यू हो अलिक पछि यो हलो उसले त्यहाँ नाम हेर्दैछ उसलाई त्यो चिज खासै यादै छैन नथिङ कसैलाई याद छ भने भन्नुहोस् त ओनमा यो ओन सेन्स दाँते यस यो दाँते अँ यो घुम यस घुम यो उतै यसरी ओक्ली र मुस्ली ओके